हाई भन्नु हाई किन मेरो छोरा हो हाम्रो चर्चमा छोरा आइदिन्छ बिल्चोर welcome back to my YouTube channel. This is Jinu and after so long मैले चाहिँ आफ्नो च्यानल भ्लग अपलोड गर्न लाग्यो अनि आज क्रिसमस इभ सो क्रिसमसको र क्रिसमस इभको भ्लगमा चाहिँ कम्बाइन गरेर हाल्छु होला सायद यस अनि हामी आइसक्यौँ पछाडि चर्च डेकोरेट हुँदैछ अनि अहिले चाहिँ 8:30 भयो हाम्रो चाहिँ 10 बजेदेखि 12 बजेसम्म हुन्छ सो के हुन्छ आई विल लेट यु नो सो लास्टमा देख्नुला बाइ सो गाइस अहिले चाहिँ हामी यहाँ बेलुन फुट्न लागेको डेकोरेसनको लागि अनि म्याम चाहिँ अझै कपी चेक गर्न लाग्नु भयो अनि यहाँ बेलुन छ त्यहाँ बेलुन छ त्यहाँ लाइटिङहरू राखिसक्यो सो चाहिँ यो बस मास्कको मिल्यो यसको यसलाई 0.5 दिनु आज पनि जोडेर भोलि पनि जोडेर सो अहिलेको लागि चाहिँ So guys, gift taxi अनि यहाँ चाहिँ अनि हाम्रो यहाँ चाहिँ गिफ्ट एक्सचेन्ज हुँदैछ सो यो अनि यो गिफ्टमा चाहिँ हाम्रो के छ भने हामी 3जनाको गिफ्ट एक्सचेन्ज गर्दैछ अनि यही गिफ्टमा चाहिँ 3टा गिफ्ट छ मेरो चाहिँ पेन्टिङ लुगाको मैले गिफ्ट हो सो लाइक हामी चाहिँ के हो यसले हट्टा छुट्टै हो कि अनि 3जनाले एक्सचेन्ज गर्ने भनेको सो मेरो गिफ्ट चाहिँ यहाँ छ कसरी गिफ्ट यहाँ छ अनि मोनिका चाहिँ आउँदैछ गिफ्ट लिएर अनि हामी यस्तो लाइटमा गरौँ भनेर कि होइन यो लाइटिङ यहाँ सो यहाँ चाहिँ मेरो चाहिँ यहाँ कप छ है फेरि लाइक यहाँ मिस्ट्री बक्स छ मिस्ट्री इज मी सो त्यही हो अहिलेको लागि अब मोनिका गिफ्ट ल्याउँछ नि भेटौँ है लाज लाग्यो मलाई चाँडो न यो चाहिँ मेरो त्यही भएर यो चाहिँ थिम है मेरो चाहिँ बुके थिम ल मेरो गिफ्ट चाहिँ उसको है यो मैले सिमिलर लाउनुहुन्छ भनेर लिएर आएको कि मैले चाहिँ खासमा चाहिँ साडी लाउने भनेको थिएँ नि त त्यही भएर यस सेम चाहिँ हो सेम फेरि कसैलाई कुन कलर मन पर्ला कसैलाई कुन कलर ल एउटा निकाल्नु कसैको नेपाल है अब सो यही हो है मोबाइल लिएको मनका मोबाइल कति राम्रो देखेको Oh my god! Wow! So guys, अहिले चाहिँ हाम्रो यो गिफ्ट चाहिँ कस्तो क्युट के टल्किरा मोनिकाले लाइदिन लगाएको छ एक अर्काले लाइदिन भनेर
हो रे क्या अझै कस्तो क्युट अर्को पर्सन गर्ने ल लगाइदियो कस्मिन लगाइदियो म त्यो खोल पनि राख्छु है खोलभित्र राख्ने हो त्यो गरेर भने जिन्दगीमा पहिलोचोटि पास्तो कस्तो टल्किरहेको तिम्रो गाला भने त्यो राम्री हाम्रो भ्लग चाहिँ यसरी नै स्पेसल भयो कस्तो राम्रो सो गाइस यही हो मेरो पनि टल्किरहेको तलक्कै भन्दा चर्को त्यही हो अब यो खोल पनि राख्नेवाला छौँ है हामी अब राम्रो देख्यो भने खै तिमीलाई पुगाल्यो एकै लगाऊ मैले उसकै लगाऊ मलाई ल गाइस हाम्रो चर्चमा चोर आएको छ दिल चोर So guys, अब चाहिँ हाम्रो यस अनि डेकोरेसन चाहिँ आज हुन्छ सो कति लाग्छ होला सो यो भिडियो चाहिँ भोलिको लागि अनि अरू एकजनाले पढ्यो क्या सर दुईटा ल्यायो कि एउटा के पर्यो तपाईँको बच्चा नै भएको सो गाइस यसमा चाहिँ के देखेछ भने मेरो चाहिँ गलाती 4 को 1 पर्यो यसको चाहिँ के हो यो होना 14 को 6 सो यसरी चाहिँ 27 को 1 चाहिँ जीवनको उपदेशक 4 को 2 उपदेशक 4 को 2 यसैले मैले प्रष्टै भने कि मृतकहरू जुन मरिसकेका छन् तिनीहरू हालका जीवितहरू भन्दा खुसी छन् तर मैले बुझेन योना 14 को 6 यसुले तिनलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हो मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन मेरो असितले पढ्दिन्छ 1 कोरिन्थी 14 को 10 हुन्छ यहाँ यसरी भनेको छ संसारमा सायद धेरै किसिमका भाषाहरू छन् ती कुनै पनि अर्थहीन छैनन् अहिले चाहिँ हाम्रो गिफ्ट एक्सचेन्ज हुँदैछ अनि जसले गिफ्ट ल्याएको छ यो मेरो के हो त्यो नम्बर लेखा हुन्छ कि गिफ्टको माथि फोड़ फाड़ मार्ने
दुईटालाई दुईटा पर्यो खोल्न त्यो पनि खोल्न माथिको पनि राम्रै वाला परेछ खै हेरौँ न गिफ्ट ल हो यस्तो हो गिफ्ट त के हो है त्यहाँ उयो कस्तो राम्रो कस्तो बोतल कसलाई पर्याउ त्यो बोतल हेर्न दुईटा दुईटा घरमा सजाएर राख्छ नगर्ने यार त्यस्तो मलाई दिने भन्नु के यो सानो कप किनेर होइन त्यो ऱ्याप गरेर फेरि चौथोको बक्समा हालेर ठुलो ऱ्याप हामीले केक पनि खाइसक्यौँ हामीले गिफ्ट पनि अनबक्सिङ गरिसक्यौँ गिफ्ट पनि पाइसक्यौँ सो हजुर सबै भ्लगमा छटपस्टी देख्नु भइसक्यो होला अब चाहिँ हामी खाना खान्छौँ के तर बाँकी रहेछ थाहा छैन त्यही भने आन्टी सो अब हामी के गर्छौँ के सिक्छौँ बिस्तारै बिस्तारै म भ्लगमा देखाउँछु है अहिले चाहिँ हाम्रो सबै प्रोग्राम सकेर इभेन्ट सकेर चाहिँ अब हामी डान्स प्र्याक्टिसतर्फ लागेको सो उता चाहिँ सिकाउँदैछ अनि हामीलाई चाहिँ सबै आज धेरै हामी दुईचोटि गरेर पनि बसेको अब डान्स प्र्याक्टिस हाम्रो नाटक हुन्छ म सानो सानो अपडेट दिइरहन्छु है 6, 7, 8 मेरो क्लिप चाहिँ जहिले फनी पार्ट गएपछि हुन्छ युट्युबमा हाल्ने हो भाइ कहाँ टिकटकमा हाल्छु हजुर भाइरल छु के धेरै भाइरल हुन्छ अनमोलसँग मेरो फुल मुभी आउँदैछ बाटोले जुन अनमोल त हामीलाई मनै पर्दैन हामीलाई के अनमोल मेरो फेभरेट मुभी हो मलाई रहे त ल नजिक तिमी कतिको आउँछौ तिमी नजिक आउँछ कि टाढा म त टाढै नजिकै भयो भने तिमीलाई केही फरक पर्दैन तिमी यहाँ तल हुन्छौ अति बेसी लाने हाइटको चाहिँ ल हेर ल हेर मलाई नहुने आउँछ तिमीलाई त्यस्तो गर्नु म सिकाइदिन्छु त उनीहरू चाहिँ एउटा पार्ट होइन ड्रामाको उनीहरू अर्को पार्ट अनि हामी अर्को अनि ऊ अर्को सो उनीहरू चाहिँ रिच पिपुल उनीहरू पनि रिच पिपुल अनि वी आर चाहिँ पोर पिपुल अनि ऊ चाहिँ इन्ट्रोड्युस योरसेल्फ ऊ चाहिँ लेखाजोखा गर्ने मान्छे सो हामी यति गर्छौँ अनि म सिरियस उमा आउँछु अहिलेको लागि सो गाइस अहिले चाहिँ हाम्रो ड्रामा पनि गरेर भइसक्यौँ अब हाम्रो एउटा मरियमको ड्रामा बाँकी छ अनि अहिले चाहिँ हामी एकछिन आगो तापौँ अनि रमाइलो गरौँ भनेर तल आइसक्यौँ सो त्यही हो अहिले चाहिँ केही पनि देखाउनु मिल्दैन सो म भोलि देखाउँछु होला सायद लामो भयो भने म पार्ट 2 बनाउँछु भएन भने चाहिँ म यसमै कन्टिन्यू गर्छु अनि अब उता आगो बाल्न छ अनि अहिले लेट यु न्यू अब के हुन्छ मरिएको कमेडी देख्यो मिठो हुन्छ एक दिएर उहाँ पुऱ्याइन्छ छिटो न यो डढ्यो भने
भयो यहाँ धेरै जुम हुँदो रहेछ खान त हिजोको होइन हाम्रो यहाँ बहिनी यसको ब्लग हो कि पाक्यो भने पाक्यो यस्तो खाने पकडी फ्रान चिकन टुकम नादी हजुर डढे भएको एन टुटे टान अलिकति टुटे टुक्ने भारी चाहिँ मलाई Morning, our cameraman. जिरो दसियो चलाउनु पर्छ मेरो भाइ कान्छ भाइ चलाउनु ओइ भोलि अब उसको पाली गाइस हाई भन्देऊ हेलो हाई अब त्यो राख्नुको सो त्यही हो गाइस अहिलेसम्म चाहिँ हाम्रो यही चलिरहेको छ अब के हुन्छ हामीले चिन्यो अनि चाहिँ हामी पोल्दै खाँदै इन्जोय गर्दै के पकाउने काम कुन पकाउने काम पोल्ने काम त्यो डर नदिनु भएन किन मेरो छोरा हो पाक्यो छोड न त्यो नगर स्वादिष्ट तिम्रो लिगन एक्सपिरियन्स थ्याङ्क यू झिगालो न थ्याङ्क यू भनेर हुन्छ केटीहरूले ताने हाल्छ नि ल तान खै अघि हामीले ताने सट्ट मासु समात अनि सट्ट तान यस त्यही राख न यसरी गरेर यसरी खै यस आइते दामी मिठो भयो त ल कसमा टेस्ट गर त पास गरेर खाऊ है त्यो पोर्ट नखाने म त यति मिठो थियो दामी हो त्यो प्याकेट थियो है कसमा त्यो है पाके है त्यो मिठो हो क्या कसले हालेको थियो त्यहाँ मेरो स्विट हातले हालेको होइन त यस्तो दामी उछिरहेको नि त्यो यो मैले हालेको फेरि तर असीमा तिमीले लास्टै राम्रो काम गरिरहेको छ आई अप्रिसिएट यु टोयलेट आइसकेछ त मनिकालाई म हुने सो गाइस अझ ब्यान्डमा नआएर हामी सिधै घर नगएर चिहान आएका छौँ बौलाएर नै भन्दा कहाँ जाने प्लान थियो भन्दैन तर दिएन कसैले अनि हाम्रो बजेटले पनि भ्याएन यस तपाईँहरूले टाइम हेर्न सक्नुहुन्छ मेरो भ्लग कहिले कति बजे यस अहिले 6:30 हुन लागिसक्यो अनि हामी रात भेट्दै सुतेको छैन मेरो भ्लग हेर्न सक्नुहुन्छ बिस्किट पनि चाहन्छ नि के छ त्यो भ्लगमा मैले पुरैसँग देखाएकै छैन मेरो चार्ज सक्यो Hey everyone!
एभ्रिवान मेरी क्रिसमस। आज चाहिँ हो क्रिसमस होइन। सो अनि म चाहिँ कस्मेटिक घरमा आइसकेँ फुल रेडी भएर। अनि त्यही हो आज म हिजोकै भ्लगमा कन्टिन्यू गर्छु होला सायद, किनभने हिजोको खासै भ्लग बनाएर मैले अनि म कस्तो देखिरहेको छु भन्ने। सो गाइस आज हामी रेडी भएर पनि हामी चर्चमा आइसक्यौँ। अब एकछिनमा हाम्रो क्रिसमस प्रोग्राम सुरु हुन्छ अनि माथि क्वायर बस्नेहरूको चाहिँ कम्पलसरी टोपी गर्नुपर्ने सबै कुरा हाम्रो लागि तयार गर्दै हुनुहुन्छ। तपाईँले धैर्यताका साथ बसिदिनुहोस्। तपाईँलाई फेरि पनि म मेरी क्रिसमस भन्न चाहन्छु र तपाईँहरूको सब परिवारलाई पनि क्रिसमसको शुभकामना लिँदै हामी। सो गाइस यहाँ चाहिँ अब रिभन डान्स हुँदैछ, तर भिडियो चाहिँ पुरै देखाउँदैन होला है। यो डान्स अरूले हालेपछि चाहिँ म गर्छु, नत्र हाल्दिनँ। अहिले चाहिँ म बोल्ने हालतमा पनि छैन। कता गयो मान्छे? घिन लाग्दै थियो हेर, मलाई भिडियोमा आउने हालतमा पनि छैन क्या। यो मान्छे पनि बोल्ने राम्रै देख्छ फेरि यो फ्रन्ट क्यामेराबाट। म घरबाट लुगासुगा फेरेर मुखसुक धुन्छ होइन, मनका घर आयो, मनका मुखसुक धुन्छ नि, कस्मेटिक घर जाने, अनि आज त्यहीँ स्टे गर्ने।